हेलो साथीहरु, नमस्ते। फेपुलो अनि सेवा र हजुरहरु सबैजनामा म छु संगलामाबाट। हजुरहरु कस्तो हुनुहुन्छ? होस् सबैजना ठिकै हुनुहुन्छ होला, म पनि ठिकै छु है। आज हजुरहरुलाई चाहिँ म आज के भन्नु आँटेको छु, के भिडियो लिएर आएको छु भने यो फोटो हेरेर नै हजुरहरुले चाल पाइसक्नु भएको छ होला है। अन्त हजुरहरुले उहाँलाई त चिनिराख्नु भएको हो सबैजनाले, भाइरल बहिनी सुन्तला बहिनी है। उसको खास नाम त टिप्टी राई रहेछ हैन। अन्त हाम्रो यो कन्टेन्ट क्रिएटर्सहरु अब कतिजनाले हैन, अब हाम्रै दाजुभाइ दिदीबहिनीहरु जो पनि अब कन्टेन्ट क्रिएटर्सहरु हैन, सारो ठुलो सानो जसले पनि अब उहाँको फोटो निकालेर चाहिँ भिडियो अब बनाइराख्नु भएको छ। कतिले एकदमै राम्रो भनिराख्नु भएको छ, कतिले एकदम नराम्रो भनिराख्नु भएको छ हैन। अब बिचारा बहिनीले अब मेहनत गरेर उहाँ त्यसरी अघि बढिरहेछ, काम गरिरहेछ, तर ऊ आफै भिडियो बनाएर उसले उयो गरेर त अब उयो भएको त हैन नि त। उसको लकले गर्दामा ऊ अब भाइरल भएको छ हैन। उसलाई अगाडि बढ्नु दिनुहोस् न, अझै राम्रो गरेर जाओस्, अझै राम्रो होस् भन्नुहोस् न है। अन्त हुन त केही छैन, अब हाम्रै अब के भन्छ नि, अब मान्छेहरू नै हुन्छ, अब राम्रो भन्ने पनि नराम्रो भन्ने पनि है। अब तपाईँहरू ऊ भगमा गएर फोटोहरू खिच्नुहुन्छ, भिडियोजहरू बनाउनुहुन्छ आफू भाइरल हुनुको लागि हो या बहिनीलाई भाइरल बनाउनुको लागि, त्यो थाहा छैन, त्यो डजन्ट मेटर, त्यो तपाईँहरूमाथि डिपेन्ड छ। ठिक छ, कोही बात छैन, तर यस्तो फोटोहरू बनाएर चाहिँ हालिदिनुहोस् न। ऊ पनि एउटा केटी मान्छे हो हैन। अब हामीले देख्नेलाई त कस्तो लाग्छ भन्दाखेरि चाहिँ ऊ पनि कसैको छोरी हो, कसैको दिदी बहिनीहरू होला हैन, घरको घरको छिमेकीहरू देख्छ। अब ऊ सोसियल मिडियामा अब उसले भिडियोहरू बनाउँदैन, उसले अब केही भन्नु सक्दैन भनेर हैन त। सोसियल मिडिया त चलाउँछ होला नि त, उसले पनि अहिलेको जमानामा फेसबुक नचलाउँदा कोही छैन नि त, देख्छ। उसलाई पनि त कस्तो त लाग्छ होला नि त हैन। साथीहरू तपाईँहरूको पनि सोच्नुहोस्, तपाईँको जसले यो बनाउनु भएको फोटो है, तपाईँको दिदी बहिनी होस् या आमा होस् या तपाईँलाई नै यसरी बनाइदिनु तपाईँलाई कस्तो लाग्छ? बेफाल्तुमा न त्यो बहिनीले के भनेको छ, न कसैको के बिगार्दैछ, न के गर्दैछ है। यसो नगरिदिनुहोस् होला। हामी एकअर्कामा नेपाली दाजुभाइ दिदी बहिनी भएर सबैजना मिलेर अघि बढौँ, सबैले मिलेर काम गरौँ। सो गाइस, म चाहिँ यति भन्न चाहन्छु है। तपाईँलाई के कसो लाग्छ? अब नराम्रो लाग्यो भने, अब नराम्रो बोल्यो भने चाहिँ मलाई माफ गरिदिनुहोस् होला। अब मलाई चाहिँ अब राम्रो लागेन अब तपाईँहरूले यसरी फोटोजहरू है, बिचराको फोटोजहरूमा मिम्सहरू बनाएर यसरी हालिदिँदाखेरि अब मैले हेर्थेँ, अब पुरै अब उसकै मात्रै भिडियोजहरू आएर हुन्थ्यो, राम्रो आउँथ्यो नराम्रो आउँथ्यो, त्यो आफ्नो सोचमाथि डिपेन्ड गर्छ है। अब त्यसमा त अब मैले अहिलेसम्म केही भनेको थिइनँ है। अब हामीलाई पनि नराम्रो त लाग्छ अब बिचरा बहिनीलाई त्यस्तोहरू गरेको भनेको देख्दाखेरि, तर मैले सबै भिडियोजहरू हेर्थेँ अरूहरूले बनाएको, तर कसैलाई मैले कमेन्टहरू चाहिँ गर्थिनँ, नराम्रो भनेको थिइनँ। तर मैले यस्तो फोटो बनाएको देख्दा चाहिँ अब मलाई पनि नराम्रो लाग्यो है। अब हामी पनि एउटा केटी मान्छे हो, केटी मान्छेलाई अलिकति पनि नराम्रो गरेको केही गरेको छ भने हामीलाई पनि मन दुख्छ नि त, कस्तो नराम्रो लाग्छ। अब अरूको देख्दा मलाई नराम्रो लाग्छ भने उसको फोटो उसले खुदले हेर्दा उसलाई कस्तो लाग्छ होला, त्यही भनेर मात्रै मैले यो भनेको भिडियो बनाएको है। ल हस् त साथीहरू।